Welcome to my vlog है। आज बिहानै उठेर म चाहिँ बिहान 5 बजे टक्क लाएर कागुनीतिर लागेको अवस्था छ। कागुनी पनि आइपुगेर म मास्तिर यो निशान डाँडाको सिरानको बाटो हिँड्दैछु। साथीहरू आज चाहिँ यस्तो दामी आकाश त यस्तो दामी छ, यस्तो दामी हावा अनि यो वन जङ्गलहरू पानी परेर होला आज यस्तो हरियो देखिरहेछ कि। अनि मलाई साह्रै भिडियो बनाउन मन लागेर मैले बनाएको भ्लग है। कस्तो लाग्छ यो मेरो भ्लग चाहिँ युट्युबमा हाल्ने भनेर मैले भिडियो बनाएको। युट्युबमा जान्छ यो भ्लग चाहिँ। तपाईहरुलाई मेरो भ्लग हेर्नु छ भने सुनिल सुब्बा सर्च गरेर हेर्न सक्नुहुन्छ है। म चाहिँ भ्लग चाहिँ घरिघरि मात्रै बनाएर हाल्छु। अब हुनु त अब फुर्सद हुँदैन। अब म फेरि एकदम बिजी काममा बिजी हुन्छु र अनि अब भ्लगहरू बनाएर कन्टेन्टहरू धुन्ने अनि भ्लगहरू बनाउने मेरो प्रायः जस्तो समय नै नभएको कारणले चाहिँ बनाउँदिनँ। अब कुनै बेला नौलो ठाउँ नयाँ ठाउँ गएको बेला अवश्य बनाएर हाल्छु। आज त मलाई भ्लग बनाउनु मन लागेको चाहिँ कसरी भने आजको यो आकाश हेर्दा यस्तो दामी क्लिन आएको छ कि तपाईहरु कल्पना पनि गर्न सक्नुहुन्न। यस्तो दामी भ्यू आएको छ। त्यसैले म अब यो निशान डाँडाको सिरानमा गएर तपाईहरुको लागि एउटा भ्यू मजाको भिडियोमा राख्छु। ल यति भन्दै एकछिन पर्खनु है। ल हेर्नुहोस् यति राम्रो भ्यू देखिरहेछ। है मलाई त एकदम राम्रो लागेको छ। हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला है। यो चाहिँ मेरो सिधै युट्युबमा जाने हो भिडियो। ल हेर्नु त यस्तो सफा देखिरहेछ नि। ल तपाईहरुलाई धरान सहर पनि देखाउँछु। यहाँदेखि म उतातिरको त धरान सहर हो। यहाँदेखि अलिक देखेको छैन, अलिक तल गएर म देखाउँछु तपाईहरुलाई। यो चाहिँ फेरि मेरो घर जाने बाटो हो। यहाँदेखि चाहिँ एक्कासी घरमा हिँडेर पनि जानु पर्दैन, कुदेर पनि जानु पर्दैन। यहाँदेखि एकचोटि चिप्लिने बित्तिकै एकैचोटि घरमा पुग्छौँ। म चाहिँ मेरो घर जाने बाटो चाहिँ यस्तो छ है साथीहरू। ल धरान चाहिँ यस्तो दामी छ कि सहर। यति ठुलो सहर छ धरान चाहिँ। मैले अब मेरो मोबाइलले चाहिँ यति नै जुम तानिन्छ। त्यही भएर मैले चाहिँ जुम चाहिँ तान्दाखेरि अलिक क्लियर आउँदैन। त्यही कारणले चाहिँ अब जुम चाहिँ तानेर म चाहिँ देखाइसकेको छु त हजुरहरूलाई। यति पर छ है। अघि म आएको ठाउँ चाहिँ यो ठाउँ हो। कागुनी रिसोर्टदेखि आएको यो चाहिँ कागुनी रिसोर्ट। यो कागुनी रिसोर्ट हो। अनि ऊ परको भवन हो। यहाँदेखि चाहिँ टर्निङ हानेर माथि सिरानमा आइसकेको छु म। यहाँ तलको बाटोहरू चाहिँ यस्तै छ। तर गाउँ चाहिँ एकदम राम्रो छ। मलाई एकदम यहाँको वातावरण गाउँको हावापानी एकदम राम्रो छ। अब यहाँ चाहिँ गाउँ कस्तो छ त हजुरहरूलाई देखाउँछु म। गाउँ चाहिँ यस्तो राम्रो छ हेर्नु है।
ल यहाँ चाहिँ माथि चाहिँ यस्तो राम्रो ठाउँ छ कि सेम पहाड जस्तो, त्यही भएर चाहिँ मलाई चाहिँ एकदम मनपर्छ माथिको हावापानीहरू। ल यति भन्दै मेरो भ्लग यहीँसम्मको लागि गाइजहरू है, कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला है। ल यति भन्दै मेरो भ्लग चाहिँ यहीँ मैले टुङ्गाएँ साथीहरू। ल बाई।